फाइनली गाइज लभली ठाउँ गाइज वेलकम टु माई युट्युब च्यानल फेरि पनि तपाईँहरूलाई स्वागत छ आज चाहिँ फाइनली हामी धेरै समयपछि फेरि एउटा अक्खर ठाउँमा घुम्न जाँदैछौँ है किप वाचिङ गाइज हेरौँ हाम्रो टोलीहरू यता कालडन यस्तो छ है अब गाउँमा जति छ त्यति केटाहरू उठा हो अरू त सब सहर बसेको छ त्यही भएर जति छ त्यति नै जाँदैछौँ गाइज किप वाचिङ माथि पुगेपछि देखाउँछु के हुन्छ होइन कस्तो ठाउँ छ भन्ने यस्तो छ है सिन चाहिँ यता यो चाहिँ खानेवास एक स्थानभित्र पर्छ है अहिले जान लाग्यो नि यो खानेवासकै जग्गा होइन एकदम बवाल छ त्यही जाँदैछ हामी ठाडै उकालो भएर चाहिँ अलिक पसिनाले गर्दा होइन अलिकति समस्या भइरहेछ यो त चाहिँ काम रक हान्न रक या गाइज यो चाहिँ हाम्रो टोली यति हो होइन खासै छैन अब गाउँमा केटाहरू सब दसैँ सकेर खोइ गीत गायो गीत 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 ल ल ल ल ल ल मान्छेले जान्दैन पालो पालो साडी चोलो कुर्ता सुरुवाल फेरि फेरि लाउने मेरो कुरा मान्यो भने मिठो मिठो खाउने साडी चोलो कुर्ता सुरुवाल फेरि फेरि लाउने मिठो मिठो खाउने राम्रो राम्रो लाउने मिठो मिठो खाउने फाइनली यस्तो उकालो सकेर यस्तो सिधा बाटो हिँड्दैछौँ या केटाहरू के छ टोलीहरू दामी दामी गुच्चीको चस्मा कालो दुबई र थाइल्यान्ड घुम्यौं जाने भए वाउ गर्मी वाल गर्मी छ है अलिअलि जाडो सिजन सुरु भएको छैन त्यही भएर यो चाहिँ खानेवास एकको गाउँ हो पहिला चाहिँ यो झारनाङ 2 थियो अहिले चाहिँ खानेवास भएको छ यस्तो छ यता चाहिँ यता छ यो चाहिँ टक्क सिक्युरिटी गार्ड यता चाहिँ बाख्रा टर्ने छ है गाउँतिर चाहिँ यस्तो हुन्छ बाख्राहरू टक्क लगाएर गोठभरि त्यसपछि एउटा कुकुर हुन्छ टक्क सिक्युरिटी होइन छ हिँड्न माया मेरा माया हल्ला 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 यस्तो छ भ्यू चाहिँ दामी आएर छ अहिले चाहिँ मौसम नि क्लियर छ तर घाम चाहिँ हल्का फुल लागेको छैन बोट 100 मात्रै होइन 150 निकाले भयो भयो म हाल्छु त्यहाँ छ नि कहाँ यहाँ छ प्लेयरहरू गाडी हो गाडी अघि त्यहाँ देखेको भन्न सक्दैन अहिले फुल देख्यो मैले देखिनु नि त हेर्न
त गाइजहरु कोकले धेरै असर गर्छ भनेर हामी यहाँ अर्कै चिसो साट्न गइरहेको छौँ त्यही भएर हाम्रो भ्लगरलाई पठाइरहेको छ Yes, come the real OG. Finally, that's it. Okay. Wow. Wow. यस्तो छ है सिन चाहिँ बाटो बाटो यस्तो दामी आउँछ सिन चाहिँ आजभोलि छिटो न छिटो वाइ लेट गर्मी छैन तर खासै घाम चाहिँ लाग्छ छैन त्यही नि उकालो उकालो भएर थाक्दो रहेछ हामी चाहिँ अब सिजेट पुग्न लाग्यो होइन साथीहरू आउँदैछ पछाडि सिजेट भने चाहिँ त्यही ठाउँ हो जुन बाटोबाट हामी सिङ्ला पुग्न सकिन्छौँ अब हामी चाहिँ ऊ त्यो डाँडा पुग्नुपर्छ है ऊ त्यो यो Bas, Aliana जी यसरी समाधान है क्या तपाईँ सबैदा सस आराम गरिरहेछ चिलमा ल मेरो फोटो हान्दिन्छ बादल छामीमा अब टिम भन्ने यता डन डन साउन्ड यस्तो छ लोकेसन चाहिँ अझै फोटोले परेको ल यस्तो राउन्ड देखायो मान्छे देखायो भने के अन्त ल भयो है भाषण बना Cuida. Vamos aí? Vamos. बोल्न त बोल ल थाकेर यहाँ यस्तो बसेर यो चाहिँ आमथली भन्ने गाउँ 2 वार्ड पहिला चाहिँ अहिले चाहिँ खानेबास 1 थाक्यो कि क्या हिँड थाकेको छैन अहिले नै कहाँ थाक्छ यस्तो छ है भ्यू चाहिँ आरामसित माथि गएर गर्ने हो अब छिटो छिटो थाके त लाग्यो थाके लाग्दैमा डराउने होइन हामी अघि बढ्ने हो देखो इन लोग का पारा हेलो गाइज फाइनली हामी चाहिँ यहाँ ठ्याक्कै अब अलिकति बाँकी छ होइन पुग्नलाई त्यो डेस्टिनेसनको अलिकति तल छौँ त्यहाँ अलि केटाहरू
थाक्यो अरे होइन। अब हामी त अब थाक्दैन होइन, जहिले हिँडेर मान्छे अब बुढाहरू थाक्यो यस्तो छ हालत। वी आर एडभेन्चरस पिपल के भने पुरै थाकेर यस्तो छ। अब हल्का मात्र छ। अब यहाँ अलिकति रेस्ट गरेर आएको होइन, थाकेर एकछिन बस्यौँ त्यसपछि मात्रै बनाएको भिडियो नि। त्यही भएर बाटो चाहिँ यस्तो छ है, यस्तो छ बाटो चाहिँ जङ्गल अब चाहिँ जङ्गलै जङ्गल छ। अब चाहिँ अब लगभग अब त्यस्तै 5-10 मिनट भनौँ, त्यसपछि पुगिन्छ हामी। त्यसपछि त्यहाँ गएर देखाउनु छ किप वाचिङ है, कस्तो छ होइन ठाउँको लोकेसन यसो हालिदिन्छु होइन। आउने हो भने किप वाचिङ। नि यहाँ घाम लाग्दैन के, कहाँ गाउँ यो बिचतिर आइपुग्दैन नि, यहाँ घाम लाग्दैन के सिजनमा। त्यस्तै हो, ठाउँ नै युनिक छ नि त। हामी चाहने ठाउँमा आउँदैन होइन गाइज, अलिक युनिक ठाउँ मात्र आउने हो नि त। दामी छ ठाउँ पनि। बाटो त हडातिर होला नि, बाटो त थाहा छ, त्यही पनि सँगै जाउँ भने नि यसो आउँछ भने। हाम्रो दुईजना भाइ छ, त्यो अलि थाहा लागेर जस्तो छ, थकाइ लागेर पछाडि नै बसेको छ, पर्खिएको आएन। अब आउँदै होला, साउन्ड दिइरहेको थियो तलबाट। हामी चाहिँ बिस्तारै लाग्यौँ है, यही जङ्गल बिकज वी लभ एडभेन्चर होइन गाइज। यस्तो वी लभ एडभेन्चर। अब ताल पऱ्यो भने हामी नि म्यान भर्सेस वाइल्ड हान्न सक्छौँ होइन, म्यान भर्सेस नहाने मात्रै हो, किन यस्तो घिनलाग्दो चिजहरू गरौँ भनेर हो। भिडियो नि आउन सक्छ म्यान भर्सेस वाइल्डको गाइज, तर वाइल्ड देख्दा चाहिँ अलिक तर्सिएर भाग्दो रहेछ, नत्र आउँथ्यो भिडियो। त्यही पनि हुनसक्छ 1-2 भिडियो बिस्तारै अब आउँछ। दामी भिडियो हाल्छु होइन, किप वाचिङ होइन। अब जानु छ धेरै ठाउँ, दामी ठाउँ। अहिले अलि केटाहरू छैन नि त, ट्रेलर नै होइन टिजर हो यो। यस्तो जग्गामा आइपुग्यो, यस्तो प्लेस लाइक हेभन है, जस्तो प्लेस लाइक हेभन नै लग्नै छ, लग्नै छ, जानै छ, अझै कति ठाउँ घुम्दै छ होइन। तपाईँहरूलाई देखाउने बाँकी छ कस्तो ठाउँ होइन, दामी ठाउँ हाम्रो गाउँतिरको। अब टाढाको नसके नि अहिलेलाई चाहिँ हाम्रै गाउँठाउँको दामी जग्गाहरू देखाउँछ होइन। किप वाचिङ। भ्लग अब झर्दै गर्छ बिस्तारै। जङ्गल त कस्तो मिठो। वाउ यता चाहिँ पुरै चौर रहेछ होइन, पिकनिक हान्न नि हुन्छ यता, दामी छ। केटाहरू चाहिँ अलिक खासै छैन, यस्तो छ बा। एउटा फोटोहरू खिच्दै गर्दा यस्तो ठाउँहरूको। वाउ गाइज फाइनल्ली फोटोसुट पछि हामी फेरि जाँदैछौँ होइन आफ्नो डेस्टिनेसनतिर। अलिकति चाहिँ डिले भएछ धेरै होइन, तर त्यस्तै हो, पुग्छौँ हामी टाढै। अब धेरै केही छैन, अब धेरै खासै ढिलो भएको छैन। हिँड्दैछ टोलीहरू यतै न छलमाला। वाउ लभली प्लेस आइपुग्यो। एउटा यो थियो होइन पहिला, एकजनाले तपाईँहरूलाई म एउटा काम देखाउँदैछ। यो चाहिँ पुरानो ताल हो, अहिले चाहिँ यो पानी पनि सुक्यो, केही छैन। अब यसको सेम यस्तो माथि छ। तपाईँहरूलाई म एउटा यस्तो यो राम्रो, योभन्दा राम्रो गोलो भएको देखाउने छ होइन। पहिला चाहिँ गाइस यहाँ पनि एउटा ताल थियो।